मुख्यतया समुदायमा सबैभन्दा बढी चुनौतीहरूको सामना गर्नुपर्ने, अझ पछिल्लो समयमा त राम्रा कामहरूको भन्दा पनि यदाकदा भएका अन्जानमा भएका कमी कमजोरीहरू नै बढी हाइलाइटमा आउने खालको चाहिँ परिस्थितिको क्रिएट भइरहेको छ, जसले गर्दा हामीलाई काम गर्नलाई निकै असहजता पैदा गरेको छ, अवरोधहरू पैदा गरिरहेको छ। यसलाई समाधान गर्दै यहाँका अग्रज व्यक्तित्वहरू, राजनीतिक दलहरू, बुद्धिजीवी सबैको सहकार्यमा र सहयोगमा हामीले यस्ता खालका चाहिँ गलत जुन खालको प्रचारहरू छन् ती प्रचारहरूलाई चाहिँ अब कसरी न्यूनीकरण गर्ने भन्ने सन्दर्भमा हामीले सोचिराखेका छौँ। यिनै कुरालाई व्यवस्थित गर्दै नयाँ कामहरू, जनमुखी कार्यहरू, युवा लक्षित कार्यक्रमहरू, रोजगारसँग केन्द्रित हुने गरेको कार्यक्रमहरू राखेर चाहिँ हामी अगाडि बढ्दैछौँ। मैले अवश्य पनि प्राथमिकताकै आधारमा काम गर्ने कोसिस गरेको छु। विशेष गरी हाम्रो टिमले एउटा यो यहाँको दिगो विकास चाहिँ गर्नका निम्ति के गर्न सकिन्छ त, के हुन् त भनेर हामीले चाहिँ घनीभूत छलफल गरेर अगाडि बढेका छौँ। त्यो अन्तर्गत स्वास्थ्यमा, विशेष गरी नागरिकहरूलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नका निम्ति हामीले नागरिकको साझेदारीमा स्वास्थ्य बिमा कार्यक्रम गरेका छौँ, लागू गरेका छौँ। यो वर्षदेखि लागू भइसकेको छ। केही नागरिकहरूले सेवा पनि लिइसक्नु भएको छ। नागरिक साझेदारीमा स्वास्थ्य बिमा कार्यक्रम चाहिँ नागरिकको 28.57% भनेको 3500 रुपियाँमा 5 जनाको परिवारले स्वास्थ्य बिमा गर्नुहुन्थ्यो भने उहाँहरूले 1000 रुपियाँ तिरे पुग्यो। बाँकी 2500 रुपियाँ चाहिँ हामी ओडाले बिहोरेर काम गरेका छौँ। र अरू विभिन्न प्रकारका शिविरहरू यही ओडामा टोलमा लगेर पनि हामीले चाहिँ त्यहाँका नागरिकहरूलाई सेवा प्रदान गर्ने काम गरेका छौँ। जस्तो अपाङ्गता सम्बन्धी शिविर भयो, आँखासँग सम्बन्धित शिविर भयो, कानसँग सम्बन्धित शिविर भयो, अन्य शिविरहरूलाई पनि हामीले यहीँ ल्याएर हामीले चाहिँ सेवा विस्तार गरेर चाहिँ काम गरिरहेका छौँ। पछिल्लो समय निकै ठुलो चुनौतीको रूपमा चाहिँ यो शिक्षा क्षेत्र बन्दै गएको देखिन्छ। किनभने बसाइसराईको दर वृद्धि हुनु, सामुदायिक विद्यालयभन्दा पनि निजी विद्यालयहरू बढी आकर्षित हुनु, यी आदि इत्यादि कुराहरूले गर्दाखेरि समस्या भइरहेको छ। तर यसलाई हामीले कसरी नियन्त्रण गर्न सकिन्छ र यहाँको सामुदायिक शिक्षालाई कसरी चाहिँ अगाडि बढाउन सकिन्छ त भन्ने सन्दर्भमा हामी लागि नै रहेका छौँ। यो सन्दर्भमा हामीले अहिले शिक्षालाई बढीभन्दा बढी सर्वसुलभ बनाउने र चाहिँ यो शिक्षामा कसरी हुन्छ विद्यार्थीहरूलाई बढीभन्दा बढी चाहिँ इङ्गेज गराउने खालको, सहभागी गराउने खालको काममा हामी लागिराखेका छौँ। त्यसमा टोलमा गएर विद्यालयले, व्यवस्थापन समितिले त्यहाँ गएर प्रचार प्रसार गर्ने कामहरू, विद्यालय आउनै पर्ने कारण के हुन् अर्थात् हाम्रो विद्यालय के कारणले राम्रो छ भन्ने सन्दर्भमा एउटा सकारात्मक प्रचार प्रसार गर्ने र मान्छेहरूलाई मोटिभेसन गर्ने काममा पनि विद्यालयहरू लागिराखेका छ। हामीले त्यसमा पनि सहयोग गरिराखेका छौँ। यो सन्दर्भमा अझै पनि यहाँ चुनौतीहरू हाम्रा धेरै छन्। अब तत्कालै चाहिँ हामीले सोचेको चाहिँ अब केही दशकमै यहाँ विद्यालयहरू चाहिँ मर्ज गर्नुपर्ने स्थिति छ। ओडामा एउटा मात्रै नमुना विद्यालय सञ्चालन गर्ने, त्यसका लागि आधारभूत संरचनाहरू चाहिँ अगाडि नै तयार गर्नुपर्छ भन्ने खालको पनि सोचको विकास गरेर हामीले त्यो पनि एउटा तयारी चाहिँ गरिराखेका छौँ। निश्चय पनि हामीले पछिल्लो समय कालीखोला खानेपानी योजनाको नाममा त्यसलाई सिँचाइमा पनि प्रयोग गर्ने गरी काम अगाडि बढाइराखेका छौँ। हामीले अघिल्लो वर्ष मात्रै कालीखोलाबाट पानी यहाँ ल्याएका छौँ। करिब 100 घरधुरीले त्यो पानी उपयोग गर्न पाउनुहुनेछ, तर पर्याप्त चाहिँ छैन। योभन्दा अगाडि एकदमै अत्यन्तै सुखाग्रस्त क्षेत्र हो। त्यसलाई हामीले खानेपानी सँगसँगै सिँचाइमा पनि हामीले लगानी गरेका छौँ। सँगसँगै पानीलाई स्टोरेज गर्ने र रिचार्जेबल सिस्टममा सञ्चालन गर्नका निम्ति हामीले कङ्क्रिट पोखरीहरू, पक्की पोखरीहरू पनि निर्माण गर्दै आएका छौँ। करिब हामीले 7-8वटा जति चाहिँ पक्की पोखरी पनि निर्माण गरिसकेका छन् विभिन्न टोलहरूमा गरेर। ती पोखरीहरूमा समेत पानी सञ्चित गरेर सुक्खायामको बेलामा कृषि सिँचाइ लगायत विपदको बेलामा पनि प्रयोग हामीले गरिराखेका छौँ।
यो सँगै हामीले पाइप वितरण त नर्मल्ली हामीले गर्ने भइहाल्यौँ, किनभने त्यो पोखरीबाट पानी चाहिँ घर घरमा बस्ती बस्तीमा पुर्याउने सन्दर्भमा हामीले काम गरिराखेका छौँ निरन्तर रूपमा। र सँगसँगै हामीले कृषिसँग सम्बन्धित चाहिँ विभिन्न तालिमहरू, लामो लामो तालिमहरू जस्तो 2 महिने 3 महिनेसम्मको तालिमहरू हामीले चाहिँ यो वडामा सञ्चालन गरेका छौँ। तालिम मात्रै नदिकन हामीले थप त्योसँग सम्बन्धित औजारहरू पनि वडाको तर्फबाट पालिकाको सहकार्यमा हामीले चाहिँ काम गरिराखेका छौँ। ती सामग्रीहरू पनि वितरण गरेर कृषकहरूलाई राहत प्रदान गर्ने काम गरिराखेका छौँ भने अर्को यो चाहिँ पालिकाको सहयोगमा हामीले चाहिँ यो नस्ल सुधारको कार्यक्रम, पशुहरूमा नस्ल सुधारको कार्यक्रम पनि हामीले अगाडि बढाइराखेका छौँ। केही प्रयोगमा आइसकेको छ, केही सफल पनि भइसकेको छ। हामी त अनुभव गर्दै अगाडि बढिराखेका छौँ। सडकमा भएको दीर्घकालीन समस्या समाधान गर्ने उद्देश्यले नै हामीले चरणबद्ध ढङ्गले कार्यहरू गरिराखेका छौँ। जस्तो वडामा आउने वडाका केन्द्रित मुख्य सडकहरू जुन छन्, यी सडकहरूलाई हामीले विस्तार गर्ने, स्तर उन्नति गर्ने, नाली ग्राभेलिङको कामहरू गर्ने लगायतका कामहरूमा हामी निरन्तर रूपमा काम गरिराखेका छौँ। अब तत्कालै सङ्घ र प्रदेशसँग समन्वय गरेर हामीले त्यहाँ अनुरोध पनि गरिसकेका छौँ। हामीले डिपिआरहरू पनि पेश गरिराखेका छौँ। यसलाई पिच गर्ने गरेको, कालोपत्र गर्ने गरेको चाहिँ हामीले कामहरू अगाडि बढाउँदैछौँ भने केही हाम्रा चाहिँ छिटो छरितो हिँड्ने खालको द्रुत मार्गको रूपमा पनि केही बाटाहरू हामीले खोलेर काम अगाडि बढाइसकेका छौँ। कृषिलाई पनि सहज पहुँच विस्तार गर्ने उद्देश्यले कृषि सडकहरूको पनि हामीले स्तर उन्नति गर्ने कामहरू गरिराखेका छौँ। अहिले खास गरी सडकको सन्दर्भमा यही नै रहे। समग्रमा हामीले निरन्तर काम गरिराखेका छौँ र अन्य पूर्वाधारको सन्दर्भमा हामीले विभिन्न किसिमका यो चाहिँ धार्मिक पर्यटन प्रवर्धनको क्षेत्रमा पनि हामीले काम गरिराखेका छौँ। त्यसलाई पनि हामीले अगाडि बढाउँदैछौँ। अन्य चाहिँ यो जस्तो यहाँ हामीले बाल उद्यान निर्माण भएर यो चाहिँ चिल्ड्रेन पार्कको रूपमा हामीले चाहिँ यही वडा कार्यालय अगाडिपट्टि हामीले निर्माण थालनी गरेका छौँ। अहिले वडाकै बजेटबाट हामी केही वर्षमा हामी पुरा गर्छौँ। यसको पनि निश्चित उद्देश्य र लक्ष्य राखिएको छ, त्यो अनुरूप हामी काम अगाडि बढाउँदैछौँ। विशेष गरी त्यसलाई ती प्राकृतिक रूपमै हाम्रो छ, राम्रा छन् ती, तिनै चिजलाई थप संरक्षण गर्ने कामहरू हामीले मुख्य काम चाहिँ त्यसलाई लिएका छौँ। त्यही काममा हामीले ध्यान केन्द्रित गरेका छौँ भने केही संरचनागत सुधारमा हामीले लगानी गरेका छौँ। जस्तो केही मन्दिरहरू बनाउने कामहरू, केही त्यहाँ चाहिँ अलि अप्ठ्यारो ठाउँमा छ, त्यसलाई चाहिँ बाटोहरू निर्माण गरेर चाहिँ त्यहाँ पुग्नको निम्ति सहज होस्, सबै खाले मान्छेहरू त्यहाँ सजिलै पहुँच राख्न सकुन् भनेर ती कामहरू हामी गर्दैछौँ भने अन्य त्यसलाई डेकोरेसन गर्ने सन्दर्भमा, त्यसलाई चाहिँ आकर्षक बनाउने सन्दर्भमा चाहिँ हामी लागिराखेका छौँ। विषयहरू त धेरै नै छन्। अब अहिले नै मैले त सबै कुराहरू त राख्न त सकिनँ नै, धेरै कुराहरू छन्। यहाँ अब नागरिकको दिगो जीविकोपार्जन अर्थात् रोजगारीसँग सम्बन्धित कुराहरू पनि मुख्य केन्द्रबिन्दुमा राखेर हामीले काम गरिराखेका छौँ। जस्तो उहाँलाई अब आवश्यक सिप विकासका कुराहरू हामीले जोड गरेका छौँ क्या। जस्तो हामीले यही वडाले पनि कम्प्युटर तालिम, जुन कि यही वडाभित्रको पनि 3टा ठाउँमा केन्द्र बनाएर हामीले चाहिँ कम्प्युटर तालिम राखेका छौँ। त्यो चाहिँ बेसिक कोर्सको रूपमा 3 महिने कोर्स हामीले सञ्चालन गरिसकेका छौँ, जसले गर्दा कम्प्युटरसँग सम्बन्धित आधारभूत ज्ञानहरू चाहिँ यहाँका युवाहरूलाई चाहिँ भएको छ। सँगै हामीले त्यहाँ चाहिँ के उद्देश्य राख्यौँ त भन्दा यहाँका शिक्षकहरू कर्मचारीहरू सबै कम्प्युटरमा दक्ष हुनुहुन्छ भन्ने थिएन। उहाँहरूलाई पनि त्यसले चाहिँ सपोर्ट पुग्ने गरी उहाँहरूलाई समेत समय मिलाएर हामीले चाहिँ कम्प्युटर तालिमहरू गऱ्यौँ। यसले चाहिँ थप चाहिँ उनीहरूको चाहिँ दक्षता वृद्धि गर्ने कुरामा चाहिँ सहयोग पुर्याएको छ भने अन्य कामहरू पनि हामीले चाहिँ गरिराखेका छौँ। बसाइसराई नियन्त्रणका निम्ति हामीले यिनै कृषि, स्वास्थ्य, रोजगार, यी अन्य पहुँच विस्तारका कुराहरूमा, घर दैलो सेवाका कुराहरूमा हामीले चाहिँ गरिराखेका छौँ। हरेक कुरामा घर दैलोमा हामी पुगेर गरिराखेका छौँ, सेवा प्रवाह गरिरहेका छौँ, जसले गर्दा बसाइसराई एकदम कम होस् भन्ने उद्देश्य हामीले राख्दै काम गरिराखेका छौँ। वयोवृद्धहरूको हकमा पनि हामीले चाहिँ घर दैलो सेवा, स्वास्थ्य सेवा हामीले सञ्चालन गरेँ। अबेला हामीले कम्तीमा पनि 2 महिना, 3 महिना, 4 महिनामा एकपटक चाहिँ हामी जाने नै गरेका छौँ। त्यहाँ आवश्यक औषधिहरू समेत, निःशुल्क औषधिहरू समेत लिएर हामी त्यहाँ पुग्ने गरेका छौँ। लगायतका कामहरू हामीले गरेका छौँ। भावी हाम्रा रणनीतिहरू पनि हामीले तय चाहिँ गर्दैछौँ। अहिले चाहिँ अब लिखित डकुमेन्टकै रूपमा तयारी मैले गरिराखेको छु। खास गरी अबको दिनमा यो बसाइसराई नियन्त्रण गर्ने मात्रै होइन, बसाइसरी यहाँबाट बसाइसरी जानुभएका, अन्यत्र जानुभएका मान्छेहरूलाई कसरी यो ठाउँमा पुनः स्थापित गर्ने,
भन्ने मुख्य हामीले लक्ष्य राखेर काम गर्ने खालको तयारी गरिराखेका छौँ। यहाँका दक्ष जनशक्तिहरू बाहिर जानुभएको छ विभिन्न रोजगारीको सन्दर्भलाई लिएर। उहाँहरूलाई पनि आकर्षित कसरी गर्ने भन्ने सन्दर्भमा नि हामीले चाहिँ त्यो अनुसारको कामहरू गर्ने तयारी गरिराखेका छौँ। यहाँ राजनीतिक सहमतिको कुराहरू, यहाँका चाहिँ यहाँ बुद्धिजीवीहरू, अगुवा, समाजका अगुवाहरूसँग, यहाँको चाहिँ सबै व्यक्तित्वहरूसँग बसेर छलफल गरेर त्यसलाई एक किसिमको चाहिँ एउटा चाहिँ कार्यक्रम बनाएर सबैलाई आकर्षित गर्ने खालको काम चाहिँ गर्ने गरेको हामीले तयारी गरिराखेका छौँ। यिनै योजनाहरू अन्तर्गत हामी चल्दैछौँ। यो चाहिँ यहाँको हामीले गर्दै आएका कामहरू, नागरिकलाई सेवा पुर्याउँदै आएका जति पनि कार्यहरू थिए, यी कुराहरूलाई प्रमोट गर्नका निम्ति हामीलाई ऊर्जा, यहाँका नागरिकहरूलाई ऊर्जा दिनका निम्ति र देश विदेशसम्म यहाँ भएका गतिविधिहरू पुर्याउनको निम्ति सहयोग गर्न उपस्थित हुनुभएको तपाईँहरू सम्पूर्णमा हार्दिक धन्यवाद र तपाईँको मिडियाप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। हस्त धन्यवाद, नमस्कार।